पछिल्लो समयका केही चलनहरूलाई हेरौँ न। महँगो महँगो ठाउँमा घुम्न जाने होडबाजी, नयाँ फोन वा ल्यापटप आउने बित्तिकै घण्टौं लाइनमा बस्नु, अनि विवाहमा त करोडौं खर्च गर्नु, यी सबै आजको जीवनका एकदमै सामान्य हिस्सा जस्तै भइसकेका छन्। तर एउटा प्रश्न उठ्छ, हामीले के चाहनुपर्छ भनेर आखिर निर्णय कसले गरिरहेको छ? ल अब यसैमा अलिकति गहिरिएर हेरौँ कि हाम्रो इच्छा साँच्चै हाम्रै हो वा कतैबाट हामीलाई यसो गर उसो गर भनेर निर्देशित गरिएको छ। हो, यही प्रश्न हाम्रो आजको विश्लेषणको केन्द्रमा रहनेछ। एकछिन सोच्नुस् त, एउटा नयाँ फोन हात पार्नको लागि बिहानैदेखि लाइनमा बस्ने त्यो उत्साह, यो केवल एउटा सामान किन्नु मात्र होइन, यो त एक किसिमको सांस्कृतिक पर्व जस्तै बनेको छ। त्यस्तै गरी विवाह जस्ता एकदमै व्यक्तिगत क्षणहरू पनि अब सामाजिक प्रतिष्ठा देखाउने माध्यम बनेका छन्, जहाँ खर्चको कुनै सीमा नै हुँदैन। अनि सामाजिक सञ्जाल हेर्यो भने त झन् महँगो र अनौठो ठाउँको यात्रा नगरेसम्म जीवन नै अधुरो छ जस्तो महसुस गराइन्छ। तर यी सबै इच्छाहरूको पछाडि वास्तवमा के छ त? अचम्मको कुरा के छ भने यी सबैको जवाफ सायद आज होइन, करिब 80 वर्ष पहिले लेखिएको एउटा किताबमा लुकेको हुन सक्छ। एउटा यस्तो किताब जसले हाम्रो आजको समाजलाई ऐनामा देखाए जस्तै गरी पहिले नै चेतावनी दिएको थियो। यो पुस्तकको तर्कले साँच्चै झस्काउँछ। यसले के भन्छ भने जुन ज्ञान र तर्कले हामीलाई पुरानो अन्धविश्वासबाट बाहिर निकाल्नुपर्ने थियो, त्यसैले हामीलाई एउटा नयाँ, अझ चलाक जालमा फसायो। हामीलाई सोच्न सक्ने त बनाइयो, तर के सोच्ने भन्ने कुरा अरूले नै निर्धारण गरिदिए। हामीलाई प्रश्न सोध्न होइन, बरु चुपचाप प्रणालीलाई स्वीकार गर्ने एक आदर्श उपभोक्ता बन्न सिकाइयो। पहिले र अहिलेको उपभोक्तामा आकाश पातालको फरक छ। विगतमा कस्तो थियो भने मानिसलाई कुनै कुराको आवश्यकता महसुस हुन्थ्यो, उसले सोचेर निर्णय गर्थ्यो र त्यसपछि मात्रै बजारमा त्यसको माग सिर्जना हुन्थ्यो। तर आज प्रणाली ठ्याक्कै उल्टो छ। कम्पनीहरूले पहिले नै लाखौं उत्पादनहरू बनाउँछन् अनि विज्ञापनको सहाराले हामीलाई त्यो कुरा नभई हुँदैन भन्ने भ्रम सिर्जना गर्छन् र हामी किन्छौं। एडोर्नो र हर्खाइमरले यही प्रणालीलाई संस्कृति उद्योग वा कल्चरल इन्डस्ट्री भनेर नाम दिएका छन्। अब हामी यो उद्योगले हाम्रा इच्छाहरूलाई कसरी नियन्त्रण गर्छ भन्ने 3 मुख्य तरिकाहरू केलाएर हेर्नेछौँ। यो उद्योग खासमा 3वटा शक्तिशाली इन्जिनमा चल्छ। पहिलो हो मानकीकरण, जसले कला, सङ्गीत र विचारलाई एउटै कारखानामा बनेको सामान जस्तै बनाइदिन्छ। दोस्रो हो छद्म व्यक्तिवाद, जसले हामीलाई छनौटको अनन्त भ्रम दिन्छ। र तेस्रो वस्तुकरण, जसले हाम्रा गहिरा भावनाहरूलाई समेत बिकाऊ मालमा परिणत गर्छ। ल अब यी एक एक गरेर हेरौँ है त। पहिलो हो मानकीकरण। कहिले याद गर्नुभएको छ आजका धेरैजसो पप गीतहरूको धुन उस्तै लाग्दैन, वा एउटै चलचित्रको सिक्वेल बारम्बार आइरहन्छ? यो किनभने संस्कृति उद्योगले नयाँ र फरक कुराहरूलाई भन्दा अनुमान गर्न सकिने नाफा कमाउने सूत्रहरूलाई प्राथमिकता दिन्छ, जसले हामीलाई बिस्तारै निष्क्रिय स्वीकारकर्ता बनाउँछ। यो मानकीकरण हाम्रो शिक्षा प्रणालीमा पनि छड्लङ्गै देखिन्छ। 20 वर्षको पढाइपछि पनि जागिरको ग्यारेन्टी हुँदैन, तर एउटा कुराको ग्यारेन्टी पक्कै हुन्छ, प्रश्न नसोधी प्रणालीलाई स्वीकार गर्ने बानी। हामीलाई सृजनशील हुन होइन, एउटै बाटोमा हिँड्न सिकाइन्छ। दोस्रो संयन्त्र त झन् धूर्त छ, छद्म व्यक्तिवाद। हामीलाई यस्तो लाग्छ कि हामी छनौट गरिरहेका छौं, हामी राजा हौं, तर वास्तविकतामा हामीलाई दिएका विकल्पहरू पहिल्यै नै सीमित र नियन्त्रित हुन्छन्। उदाहरणको लागि हेरौँ न, बजारमा 10 थरीका स्याम्पू होलान्, तर ती सबैमा 99% एउटै तत्त्व हुन्छन् र बनाउने कम्पनी पनि उही हुन्छ। मोबाइल डेटा प्लान होस् वा राइड शेयरिङ एप, नाम फरक भए पनि सेवा र मूल्य लगभग उस्तै हुन्छ। यो छनौटको भ्रम मात्रै हो। र तेस्रो र सायद सबैभन्दा डरलाग्दो संयन्त्र हो वस्तुकरण। यसले हाम्रो जीवनका सबैभन्दा व्यक्तिगत र भावनात्मक पक्षहरूलाई पनि बिक्रीको लागि राखेको वस्तु जस्तै बनाइदिन्छ। प्रेम व्यक्त गर्न भ्यालेन्टाइन डेको उपहार किन्नुपर्ने, आमा बुबालाई सम्मान देखाउन विशेष दिनमा कार्ड दिनुपर्ने, कस्तो अजीब छ। हाम्रो आध्यात्मिकता, हाम्रो शरीर, हाम्रो खुशी, सबै कुरालाई उत्पादनमा परिणत गरिएको छ र हामीलाई नै फिर्ता बेचिएको छ। त्यसो भए यो सबैको परिणाम के हुन्छ त? संस्कृति उद्योगले हामीलाई निष्क्रिय मनोरञ्जनको बानी लगाउँछ र त्यो निष्क्रियता बिस्तारै हाम्रो जीवनको हरेक पक्षमा फैलिँदै जान्छ। यो निष्क्रिय हुने यात्रा खासमा 4वटा चरणमा पूरा हुन्छ।
पहिलो चरणमा हामी निष्क्रिय मनोरञ्जनकर्ता बन्छौं, जो सोच्न लगाउने होइन, दिमागलाई थकाइ मार्ने मनोरञ्जन खोज्छ। दोस्रोमा हामी निष्क्रिय उपभोक्ता भन्छौं, जसलाई के चाहिन्छ थाहा छैन, तर के किन्नुपर्छ त्यो विज्ञापनले बताउँछ। तेस्रोमा हामी निष्क्रिय कार्यकर्ता भन्छौं, जो जोश र उद्देश्य बिना केवल तलबको लागि काम गर्छ। र सबैभन्दा खतरनाक अन्तिम चरणमा हामी निष्क्रिय मतदाता बन्छौं, जसले प्रश्न सोध्दैन र सत्ताले जे गरे पनि चुपचाप स्वीकार गर्छ। एडर्नको यो भनाइले यो अवस्थालाई एकदमै सटीक रूपमा वर्णन गर्छ। मनोरञ्जन कामकै विस्तार हो। यसको मतलब के हो भने हाम्रो खाली समय पनि हामीलाई साँच्चै आराम दिन वा नयाँ कुरा सोच्न उत्प्रेरित गर्नको लागि होइन। यो त केवल कामको थकान मेटाएर भोलिपल्ट फेरि त्यनी मसिनमा फर्कन तयार पार्ने एउटा प्रक्रिया मात्रै हो। र यसको अन्तिम नतिजा एउटा फ्यान कल्चरको उदय हुन्छ, जहाँ बौद्धिक र आलोचनात्मक विचारहरूलाई पन्छाइन्छ। मानिसहरू विवेकहीन आदर्श वा सेलिब्रिटीहरूको अन्धभक्त बन्छन्। यो प्रवृत्तिले समाजमा गम्भीर प्रश्नहरू सोध्ने ठाउँ नै समाप्त गरिदिन्छ। त्यसो भए के यसबाट बाहिर निस्कने कुनै उपाय नै छैन त? अवश्य छ। पहिलो कदम भनेको सचेत हुनु हो। हाम्रो छनोट र इच्छाहरूलाई आलोचनात्मक दृष्टिले हेर्न सुरु गर्नु हो। त्यसैले अबदेखि जब कुनै नयाँ फोन किन्न, महँगो ठाउँमा घुम्न जान वा कुनै ट्रेन्ड पछ्याउन मन लाग्छ, एक क्षण रोकिएर आफैलाई सोधौं न, के यो साँच्चै मेरो इच्छा हो वा मलाई बेचिएको इच्छा हो? जवाफ जेसुकै होस्, यो सानो प्रश्न नै सायद जागरूकताको पहिलो र सबैभन्दा महत्त्वपूर्ण पाइला हो।